हेलो एभ्रिवान, म धेरैपछि हजुरहरूको सामु उपस्थित भएकी छु नयाँ भिडियो लिएर। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै नै छु। आज देखिसक्नुभयो मैले के बनाउँदैछु, थाहा पाइसक्नुभयो होला। काउली, मटर र टमाटरको मैले अचार बनाउँदैछु। टमाटर र काउलीलाई मैले घाममा सुकाएको छु। त्यसमा भएको पानी चाहिँ सुकोस्, अलिकति सुक्खा भयो भने अचार राम्रो हुन्छ। र साइडमा अदुवा र लसुनको टुक्रा, अदुवा र लसुनलाई टुक्रा पनि बनाउँदैछु। अदुवा लसुन राखेको अचार चाहिँ मलाई मिठो लाग्छ। आफ्नो टेस्ट अनुसार राख्दा पनि हुन्छ, नराख्दा पनि हुन्छ। मलाई मनपर्ने भएको भएर मलाई चाहिँ मुलाको अचार, काउलीको अचारहरूमा चाहिँ म राख्ने गर्छु। अब काउली र टमाटर एड गरिसके, सुकिसकेको थियो र त्यसमा मैले हरियो मटर कोसा पनि एड गर्छु र अघि काटेको लसुन, अदुवा र हरियो खुर्सानी पनि एड गरेँ। त्यस पछाडि यसलाई लाग्ने गरी बेसार एड गरेँ। पिसेर राखेको धुलो खुर्सानी अनि टिमुर पिसेको र मेथीको धुलो पनि थोरै एड गरेँ मैले। त्यस पछाडि यसलाई विशेष चाहिने भनेको रायोको धुलो र स्वाद अनुसार नुन राख्ने। अचारमा अलिकति बेसी नै राख्नुपर्छ नुन, किनभने पछि ठ्याक्कै अमिलो हुँदासम्म ठिक्क हुन आइपुग्छ। त्यस पछाडि तोरीको तेल मजाले लाग्ने गरी राख्नुपर्ने हुन्छ र मैले हातले नै मोकले जताकतै मरमसलाहरू लागोस् भनेर। मैले यसमा थोरै हिङ अनि जिरा धनियाको धुलो पनि राखेको थिएँ, तर त्यसको भिडियो नै क्लिप रहेन रहेछ। डिलिट भयो कि खै के भयो, मैले भिडियो गरेन कि के भयो मैले बिर्सेँ। अहिले भोइस ओभर गर्दा पो बल्ल नोटिस भयो। यतिको भइसक्यो, जताकतै लागिसक्यो मरमसलाहरू। अब मैले सिसीमा मजाले खाँदेर राख्दैछु। कति सिसी हुन्छ त्यही अनुसार अहिले चाहिँ 2टा रेडी बनाएकी छु। मजाले खाँदेर राखिसकेपछि फेरि माथिबाट थोरै तोरीको तेल राख्नुपर्ने हुन्छ र मेरो काउली, मटर, टमाटरको अचार रेडी भइसक्यो। अहिले काउलीको सिजन पनि छ, सो मैले बनाउन रहर गरिहालेँ। मलाई अचारहरू बनाउन एकदमै मनपर्छ। थ्याङ्क यू फर वाचिङ।